सम्पूर्णमा नमस्कार। म वसन्तराज जैसी आज तपाईहरु माझमा एक विशेष पत्र ल्याएर उपस्थित भएको छु। आज असार 7 गते नेपालको राजनीतिक इतिहासमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवस। आज असार 7 गते 2082 राष्ट्रिय स्वतन्त्र पार्टीले तेस्रो स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाइरहेको छ। यसै अवसरमा रूपन्देही कारागारमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेज्यूले आम नेपाली आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई लेख्नु भएको पत्र म तपाईहरुमाझ जस्ताको तस्तै प्रस्तुत गर्न चाहन्छु। यो पत्र उहाँको इच्छामा पनि सम्पूर्ण आमाबुवासम्म पुगोस् भन्ने चाहना थियो। त्यसै चाहनालाई मूर्त रूप दिनका निम्ति मैले यो पत्र तपाईहरुमाझ ल्याएर उपस्थित भएको छु। यो पत्र म तपाईहरुमा जस्ताको तस्तै पढेर सुनाउन गइरहेको छु। कृपया तपाईहरुले सम्पूर्णले अन्त्यसम्म यो पत्रलाई सुन्नुहुनेछ र हेर्नुहुनेछ भन्ने कुरामा पनि म आशा व्यक्त गर्न चाहन्छु। नेपालको राजनीतिक अहिलेको अवस्था, नेपालमा के भइरहेको छ, दलतन्त्र नेपाल कसरी गाँचिएको छ, नेपालको न्यायालय कसरी प्रभावित पर्छ, सहकारीमा रवि लामिछानेको कतिको संलग्नता र रवि लामिछानेलाई कसरी प्रतिशोध चाँदियो, यस्ता विभिन्न कुराहरू यो भिडियोमा म तपाईहरुमाझ रवि लामिछानेले व्यक्त गर्नुभएका भावहरूलाई तपाईहरुमाझ म व्यक्त गर्ने अनुमति चाहन्छु। उहाँले लेख्नु भएको पत्र यसरी सुरु हुन्छ। आदरणीय आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरू, नमस्कार, जय घण्टी। पार्टी स्थापनाको तेस्रो वर्षमा पुगेको यस बेला म यो अपिल 9725 नम्बरको थुनुवाका रूपमा भैरवा कारागारबाट पठाएको छु। आशा छ कुनै न कुनै माध्यम र तरिकाबाट तपाईहरु बीच पुग्नेछ। तपाईहरुले मलाई दुई पटक कीर्तिमानपूर्ण मतका साथ संसदमा पुर्याउनु भयो। भर्खरै जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई करिब 12 लाख मत दिनुभयो। त्यो मतले झस्केकाहरू चितवन र तनहुँको उपचुनावको परिणामले झन तर्सिए। स्वस्थ र प्रजातान्त्रिक विधिबाट राजसभासँग अब राजनीतिक प्रतिस्पर्धा गर्न सकिन्न र लुटको स्वर्ग भत्कन्छ भन्ने निष्कर्षमा पुगेपछि यिनीहरू म विरुद्ध षड्यन्त्रमा लागे। त्यो षड्यन्त्र कति भयानक थियो र त्यसमा कसले कसरी प्रयोग गरियो, सिङ्गो राज्य कसरी दुरुपयोग भयो, तपाईहरुले आफ्नै आँखा अगाडि देखिरहनु भएको छ। तपाईहरुलाई थाहा छ म कसैमाथि कुनै पनि अन्यायमा नबोली बस्न नसक्ने मान्छे हुँ। बोलेर कीर्तिमानी राखेको मान्छे पनि हुँ। तर यिनीहरूले यस्तो जाल थापेकी आफैमाथि अपराध र अन्यायमा पनि म बोल्न सकिन। मेरा कानुन व्यवसायले निरन्तर भनिरहनु भयो, तपाई देशको सबैभन्दा ठूलो अपराधी गिरोहसँग न्यायिक लडाई लड्दै हुनुहुन्छ। एउटा आवेगपूर्ण वाक्यलाई दुरुपयोग गरेर तिनीहरूले थप कानुनी झमेला फसाउन सक्छन्। त्यसैले तपाई बोल्नु हुँदैन। 4 जिल्ला, 4 उच्च र पछि सर्वोच्च गरेर 9 वटा अदालतमा अब त पर्सा जिल्ला अदालत पनि थपियो। मुद्दा झुन्ड्याइएको व्यक्तिले कानुनी व्यवसायको राय नसुन्न पनि मिलेन। तर यो मौनता अरूलाई भन्दा बढी मलाई बिजाएको थियो। चाहे अरू जतिवटा झुटा मुद्दा खेप्न परोस्, अब बोल्छु भनेर लागेरै चैत 18 गते पार्टी कार्यालयबाट घोषणा गरे। चैत 23 गते चितवनमा बोल्छु संयोग मानौं कि सत्य परिणाम मेरो कानुन व्यवसायले चेतावनी दिए जस्तै भयो। चैत 22 गते नै उच्च अदालतले मलाई थुन्ने आदेश गयो। अब त सर्वोच्च पनि थाकिसकेको छ। म विरुद्ध षड्यन्त्र अझै सकिएको छैन। 2046 सालपछि 36 वर्षमा यिनीहरूले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा कसरी कब्जा गरिसकेका छन् आज संसारले देखेको छ। यो अपराधपूर्ण घेराबन्दीमा अब मैले जनताको अदालत बाहेक न्याय माग्न जाने ठाउँ छैन। राज्य यिनको, अड्डा अदालत यिनको, मिडिया समेत यिनकै, राज्यका सारा अङ्ग र संरचना यिनकै भर्ती केन्द्र घरिघरि लाग्छ। यिनीहरूले मलाई धेरै दुःख दिए। तर विचार गर्दै जाँदा गएका 36 वर्षमा यिनीहरूले देश र जनतालाई दिएको दुःख अगाडि मैले पाएको दुःख त केही पनि होइन। यिनीहरूले मलाई जेल हाले भनेर केही दुःखमान गर्नु, अब यिनीहरूले सिङ्गो देशलाई नै जेल बनाइसके। जेलको कोठरीबाट आज म आफ्नै जीवनको समीक्षा गरिरहेको छु। त्यो समीक्षा म तपाईहरुलाई पनि सुनाउन चाहन्छु, तर नेताका रूपमा होइन, एउटा छोरोको रूपमा, एउटा भाइ वा दाइको रूपमा, एउटा सामान्य नागरिकका रूपमा। मैले कहिल्यै सोचेको थिइनँ कुनै दिन म राजनीतिमा पनि आउनेछु। विद्यार्थी जीवनमै मिडियामा लागि टेलिभिजन र एफएमतिर छोटे-मोटे सेलिब्रिटी भइसकेको थिएँ। तर अलि राम्रो जीवन बाँचिएला कि भनेर अमेरिका भासिएँ। ठुलो कुरा गर्नुपर्ने र ढाँट्नुपर्ने केही छैन। नेतागिरीको कुनै लत नपाली अमेरिकामा पनि नेपाली समाजसँग जोडिएँ, साथ दिएँ, लिएँ। असफल भएको होइन, तर मन कहिल्यै रमाएन। फर्किन्छु भन्दै 14 वर्षको धनवास भन्ने कि वनवास बिताइयो। संसारकै लामो टेलिभिजन टकसोको रेकर्ड राख्न मन लाग्यो। कुनै लोकल टेलिभिजन खोजेर अमेरिकामै त्यो रेकर्ड राख्न नसकिने थिएन। तर मनले भन्यो त यसका लागि पनि देश फर्किनस् भने पछि के फर्केलास्।
अनि नेपाल आएर गिनिज बुकमा नाम दर्ज पनि गरेँ। सञ्चार र मनोरञ्जनको अनुभव थियो, तर मनोरञ्जनमा रुचि भएन। सञ्चारमा फर्किन चाहे, तर त्यो एकदमै सृजनात्मक र परिणाममुखी होस् भन्ने थियो। मलाई त्यतिखेरसम्म प्रधानमन्त्रीहरूमाथि भ्रम थियो। मैले सरकार र जनताबीच संवादको ठूलो खाडल देखेँ। चाँडै प्रधानमन्त्री बन्दैछन् भन्ने थाहा पाएपछि सिधै केपी ओलीलाई फोन गरेँ। न्युयोर्कमा भेट भएको र छोटो अन्तर्वार्ता पनि गरेको संक्षिप्त चिन्जान पनि स्मरण गराएँ र सोधेँ, मेरो कुनै फाइदा नहुने तर प्रधानमन्त्रीको रूपमा तपाईँले गर्नुपर्ने केही कामको कुरा गर्छु, आधा घण्टा समय दिन सक्नुहुन्छ? मैले थप आग्रह पनि गरेँ, म केवल तपाईँसँग कुरा गर्छु र मलाई अनडिभाइडेड अटेन्सन चाहिन्छ। मेरो व्यक्तिगत लाभको एउटा पनि कुरा गर्दिनँ, उनकै फाइदाको कुरा थियो। ओली कन्भिन्स भए। उनी प्रधानमन्त्री भएको केही समयमा सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रम सुरु भयो। अहिले ओलीले रवि लामिछानेलाई जागिर दिए भनेको सुने, तर त्यो तथाकथित जागिर बापत मैले ओलीबाट, एमालेबाट वा नेपाल टेलिभिजनबाट एक पैसा पनि लिएको होइन। त्यो कार्यक्रमबाट मैले एउटै कुरा लिएँ, ज्ञान। प्रधानमन्त्रीहरू, मन्त्रीहरू, उच्च सरकारी पदाधिकारीहरू कसरी सोध्छन् त्यो देखेँ। देश र जनताप्रति उनीहरूको लापरवाही देखेँ। त्यसपछि मलाई लाग्यो, यस्ता सिधा कुरा शासकसँग गरेर यो देश पार लाग्दैन। परिणाम खोज्ने हो भने सिधा कुरा त जनतासँग पो गर्नुपर्छ। अनि सुरु गरेँ सिधा कुरा जनतासँग कार्यक्रम। समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरू, सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरू, सचिवहरू, आयोजना प्रमुखहरूका यस रूपमा हुन्थे। त्यतिखेर कार्यक्रम हेर्नुहोस् त, रवि लामिछानेको भाषामा। समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरू, सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रममा म प्रधानमन्त्री, मन्त्रीहरू, सचिवहरू, आयोजना प्रमुखहरूका यसै रूपमा हुन्थे। त्यतिखेर कार्यक्रम हेर्नुहोस् त, रवि लामिछानेको भाषामा आक्रोश छैन। म इमानका साथ भन्छु, त्यतिखेर मैले जनताको वास्तविक पीडा र समस्या भेउ पाएकै थिइनँ। म सरकारी तथ्याङ्कहरूमा देखिने विकासकै वरपर घुमिरहेको थिएँ। त्यसैले ममा ठूलो आक्रोश र असन्तोष पनि थिएन। म पनि अरू मूलधारका सम्पादक जस्तै शान्त सुनिन्थे, तर सिधा कुरा जनतासँग पछि बल्ल मेरो यो देश र जनताको सत्यसँग सामना सुरु भयो। बोक्सीको आरोपमा मुखमा दिशा पोछिएकी लक्ष्मी परिवारका लगलगी काँपेका नाबालक छोराको चित्कार सुने। बोक्सीकै आरोपमा सिङ्गो गाउँबाट निर्घात उठिएकी राधा चौधरीको आँगनमा पुगे। खाडीमा बेचिएकी कविता तामाङले मालिकको यौन हिंसाबाट बस्न लाइभ कार्यक्रममै आएर गुहार मागिन्। एउटा घरको पल्लो कोठामा साथीमाथि भएको जबरजस्ती यौन दुर्व्यवहारदेखि अर्को चेली इराकदेखि लाइभ आइन्। म स्टुडियोमा मात्र बसिन। सुपरभाइजरको यौन शोषणका कारण आबुधाबीमा आत्महत्या गर्न बाध्य भएकी अष्टमी गुरुङको न्यायका लागि आबुधाबीदेखि गोर्खा हारूघाटसम्म पुगे। सिङ्गो गाउँलाई मिटर ब्याजीको पासोमा पारेका श्याम परदेशीको अत्याचारको स्थलगत रिपोर्ट गरे। ऋण मेहा गर्ने शर्तमा गाउँलेका साना छोरीहरूलाई आफूसँग रात बिताउन पठा भन्ने घृणित साहुहरूसँगको जवाफ मागे। मेरो सञ्चार कर्म, अलपत्र, पूर्वाधार, खुल्लमखुल्ला घुसखोरी, सरकारी अड्डामा नागरिकले पाएको शास्ति, विभिन्न हिंसा, विभेद, ठगी र अपराधको शिकार भएको आम जनताको आँसु र चित्कारतिर सोझियो। विदेशमा समेत ठगिएर जागिर गुमाएर अस्पताल भर्ना भएका, जेलमा पुजिएर बसेका सयौं नेपाली दाजुभाइ दिदीबहिनीको पीडाले दिमाग रन्थनिन्थ्यो। म मान्छु टेलिभिजनमा मेरो स्वर चोरको सुनियो। सञ्चारकर्मीका रूपमा म उच्च पदस्थहरूको डिनरबाट फर्केर समाचार पढ्दिनथे। लुटिएका, ठगिएका, हेपिएका आम जनताका आर्तनाद, चित्कार र क्रन्दन सुनेर स्टुडियो छिर्थे। अनि स्वर कसरी नरम हुन सक्थ्यो? देशको व्यथिति देखेर म यति दुर्विध भएँ कि मैले सर्वस्व त्यागेर ज्यानको बाजी थापेर भए पनि विवेकको लडाईँ लड्ने निर्णय गरे। अनकान्टार जंगलमा महिनौं हिँडेर जीवन नै हत्केलामा राखेर र दलाललाई 1,40,00,000 तिरेर सयौं नेपाली अमेरिका गइरहेको बेला मैले अमेरिकी दूतावासलाई उल्टै 3.5 लाख बुझाएर अमेरिकी पासपोर्ट ससम्मान फर्काइदिएँ। यति बेला मसँग देश विदेशका समस्या लिएर हरेक दिन 50औं निमुखा र निरुपाय नागरिक फोनमा प्रत्यक्ष संवादमा आउँथे। न्युज 24 को सीमित स्रोत साधनबाट त्यतिखेर समस्या पहिचान र सम्बोधन गर्न सम्भव भएन। विकल्पको खोजीमा रहेको बेला अलि स्रोत सम्पन्न मानिएका हिमालय र एपिवान का मालिक
सम्पर्कमा आए, उनीहरूसँगको सम्झौताको ड्राफ्ट आदान प्रदान हुँदै थियो। यही सेरोफेरोमा एउटा समाचारको सन्दर्भमा एकपटक मात्रै चिन्जान भएका पूर्व डिआइजी छविलाल जोशीले मलाई अलि ताकेतानै गरी जीवी राईसँग भेटाए। उनीहरू ठुलो लगानीमा गुणस्तरीय टेलिभिजन खोल्दै रहेछन्, मिलेर काम गरौँ भने 15% सेयर दिने भए मैले कुनै आर्थिक दायित्व बोक्न नपर्ने गरी लिखित सम्झौता नै गरियो। समाचार र कार्यक्रमको जिम्मेवारी मेरो र आर्थिक जिम्मेवारी जीवी राईको रहने कुरा सम्झौता पत्रमा स्पष्ट गरियो। सम्झौतामा पहिलो पक्षमा जीवी राईले र दोस्रो पक्षमा मैले र साँचीका रूपमा छविलाल जोशीले हस्ताक्षर गर्यौं। यसरी ग्यालेक्सी 4K टेलिभिजनमा जोडिए। यसअघि जीवी राईको 7 पुस्तासँग र उनी सम्बन्ध कुनै पनि व्यापार व्यवसाय परिवार आफन्तसँग मेरो 7 पुस्ताको नाता गोता चिन्जान भेटघाट सम्पर्क व्यवहार। आदरणीय दाजुभाइहरू, न्युज 24 को तुलनामा म एउटा कार्यक्रमबाट सिङ्गो स्टेशनको नेतृत्वकर्ता भएँ। स्टुडियो सानोबाट विशाल भयो, सञ्चारकर्मीको सञ्जाल अझ ठूलो भयो, टेलिभिजनको स्क्रिन अझ उज्यालो भयो। तर मैले थाहा पाएँ जतिसुकै ठूलो टेलिभिजन भए पनि गैर जिम्मेवारले शासन गरेको देशमा बढी कराउन मात्र सकिन्छ, बदल्न केही सकिन्न। यो देशमा जिम्मेवार भएकाहरूलाई कराएर सम्झाएर र नागरिकका पीडा देखाएर केही फरक पर्दैन। सञ्चारकर्मीमै का बीचमा मैले सप्तरीमा 52 मुसहर परिवारको बस्ती र दुर्गम कालीकोटमा 15 बेडको सुविधा सम्पन्न अस्पताल निर्माणको नेतृत्व पनि नलिएको होइन। विदेशमा अलपत्र कैयौं नेपालीको उद्धार नगरेको पनि होइन। कोभिड महामारीमा विभिन्न नागरिकसम्म अक्सिजन र खाद्यान्न पुर्याएकै हो। यी कुरालाई उपलब्धि मानेर म आत्मरतिमा रमाउन पनि सक्थेँ। तर देशको बृहत चित्र हेर्दा मलाई मनैदेखि लाग्यो यी सबै उपलब्धि एउटा विषक्त समुद्रबाट केही थोपा पानी निकाले जस्तै मात्रै हुन्। यो देशमा केही गर्ने हो भने व्यतितिकै ज्वरो नै उखेल्नुपर्छ अनि सल्लाहमै निशुल्क पाएको सेयर निशुल्क फिर्ता गरेर म ग्यालेक्सी टेलिभिजनबाट बाहिरिएँ। सञ्चारकर्मी छोडेर राजनीतिमा आउन निर्णय त गरेँ, तर प्रवेश कसरी? मसँग 2 विकल्प थिए। या स्थापित पार्टीभित्रै छिरेर हस्तक्षेप गर्ने या नयाँ पार्टीको संरचना खडा गरेर स्थापितलाई घचघचाउने। दुईवटै विकल्पमा घनीभूत छलफलमा लागे, तर स्थापित दलहरूको दलदलमा छिरेर अल्मलिनुभन्दा उपयुक्त निष्कर्ष निस्कियो नयाँ दल गठन। यो पनि कहाँ चुनौतीपूर्ण थियो र? पार्टीको नेतृत्व गरिदिने आग्रह गर्दै म कसको दैलोमा पुगिन? देशले मानेका र समाजले चाहेका प्राय सबैसँग मैले कल्पना गरेको दलको नेता बनिदिन आग्रह गरेँ। म सघाउँछु, तपाईहरूले नेतृत्व गरिदिनुहोस् भने धेरैले मानेनन्। सन्दुक रुददेखि कुलमान घिसिङसम्म, राजेश हमालदेखि अनिल केसरी शाहसम्म यस्ता कैयौं व्यक्तिहरूसँग पार्टीको नेतृत्व गरिदिन हार गुहार गरेँ। कसैले विश्वास नगरेपछि मात्र म आफै सभापति भएर पार्टी दर्ता गरेको हुँ। पार्टी खोलिसकेपछि पनि नेतृत्व लिनुस् या कम्तीमा पनि उम्मेदवार दिनुस् भनेर कैयौं ढोकाहरूमा ढकढकाएँ, तर मेरो चुनाव प्रचारको समय नष्ट मात्र भयो। धेरैले मानेनन्। जनताले रासोपालाई चौथो ठूलो पार्टी बनाए, करिब 11% समानुपातिक मत पायो। नयाँले पनि के नापे भनेको सुनिन्छ कहिलेकाहीँ। हो, अपेक्षा गरे जति नभएको पक्कै होला, तर म सोध्न सक्छु परिवर्तनका लागि जनताले दिएको मत पार्टी सभापतिका रूपमा म रवि लामिछानेले व्यापारी र माफियालाई बेचे त समानुपातिक मत भनेको नेतालाई बेचेको मत जस्तो बुझिन्थ्यो। नेताले या परिवार नातागोता र दासहरूलाई सांसद बनाउँथे या व्यापारीलाई बेच्थे। यसै गर्यो त रासोपाले। प्रत्यक्षमा जस्तै रासोपाले आफूले पाएको समानुपातिक मतमा पनि जनताका सबैभन्दा प्रतिबद्ध प्रतिनिधि छान्यो। म गर्वका साथ सोध्न सक्छु एसिड आक्रमणमा परेकी बिन्दवासिनी कंसाकारलाई कहिल्यै संसदमा लैजान्थे यिनीहरूले? प्रदेश छाडेर फर्किएकी सुमना श्रेष्ठ यिनीहरूको पार्टीमा कहिले अटाउने थिइन्? स्थापित भनिएकाहरूले कहिल्यै दिन्थे मनिष झा र सन्तोष परियारलाई पालो? देशको अर्थतन्त्र जर्जर हुँदा समेत डाक्टर सोडी मुवाकले जस्तो विश्वले मानेको अर्थविदलाई लत्याएकाले कहिले चिन्थे डाक्टर चन्दा कार्कीहरू? यिनीहरूले कहिले प्रत्यक्ष निर्वाचनमा उतार्थे त तोसीमा र सोभिता जस्ता बर्बराउँदा युवाहरूलाई? माफियालाई टिकट बेच्नेहरूले कहिले मौका दिन्थे त हरि ढकालहरूलाई? मन्त्री बनाउँदै त विराजभक्त श्रेष्ठ, शिशिर खनाल जस्ता क्षमतावान युवालाई? वर्तमान व्यवस्था र संविधान मानेरै पुराना राजनैतिक दलभित्र रहेको विकृति विसङ्गति सम्बोधन गर्ने गरी हामीले नयाँ पार्टी बनायौँ। आज रासोपा बिनाको प्रतिनिधि सभाको कल्पना पनि गर्न सकिँदैन। जनताका होनहार छोराछोरीको संसदमा उपस्थिति 3
को मेहनत र निष्ठाको राजनीतिलाई स्वीकार गर्न पनि यो देशको विद्वान विश्लेषकहरूलाई किन गाह्रो परेको होला मैले बुझ्न सकेको छैन। देशको परिस्थितिलाई मूल्याङ्कन गर्दै लम्बेतान आर्टिकल लेख्ने र विश्लेषण गर्ने रवि लामिछानेलाई पनि नआउने होइन, तर रवि लामिछाने यस्ता विश्लेषणको प्रभाव देखिसकेको छ। मैले यो देशका व्यतिथि अब व्याख्या गर्नु छैन, व्यतिथि भत्काउनु छ। व्यतिथिका भावहरूलाई निवेदन दिएर वा अनुरोध गरेर यो देशका थितिका शासन सुरु हुँदैन। यिनीहरूलाई लल्कालेर र धावा बोलेर मात्र थिति बसाल्न सकिन्छ। यिनीहरूलाई चुनौती दिएको मूल्य अहिले मैले तिरिरहेको छु, तर म विचलित छैन। यो अठोट आँट र सङ्कल्प भत्काउन यो देशका इतिहासमा सबैभन्दा ठुलो ठगहरूले उल्टै मलाई ठग साबित गर्ने षड्यन्त्र गरिरहेका छन्, तर म अलिकति पनि हल्लिएको छैन। एक थरी साथीहरू सोध्नुहुन्छ सरकारमा किन गएको? यसमा मेरो प्रति प्रश्न छ, जनताले हामीलाई दिएको 12 लाख हाराहारीको मत यो देशमा हस्तक्षेप गर्न थियो कि संसदमा निवेदन गर्न? निवेदन, अनुरोध, आग्रह, बिन्ती त टेलिभिजनबाट गरिरहेका थियौँ। कराउन मात्र त टेलिभिजनमै कराइसकेका थियौँ। हस्तक्षेप गर्न जनतासँग मत मागेका थियौँ, सत्ताबाटै हस्तक्षेपको प्रयास गरेँ। अब मूल कुरा भन्छु, रवि लामिछानेले पातलबाट ल्याएको बेचन छ। सरकार र समीकरण नै बदलिने गरी भयो त्यसको प्रतिक्रिया। रातारात मिले काङ्ग्रेस र एमाले। मान्छेहरू भन्छन् तैँले गृह मन्त्रीका रूपमा बालकोटतिर किन आँखा लगाइस्, किन तर्साइस् बुढा नीलकण्ठका दाजुभाउजूलाई? मैले अतिरिक्त केही गरेको होइन, विधिको शासन प्रमाणित गर्न खोजेको हुँ। स्वाट्ट खुट्टा कसले र किन ताने तिनै जान्। गृहमन्त्रीका रूपमा आफैले व्यक्ति चिनिन, केवल विधि चिने। भोलि पनि मैले चिन्ने त्यही हो। जहाँसम्म डरको कुरा छ, रवि लामिछाने यिनीहरूसँग डराएकै होइन। रवि लामिछाने यिनीहरूसँग डराएका होइन, बरु यिनीहरू रवि लामिछानेसँग डराएका हुन्। यिनले अहिले बन्द गर्लान् बेचन झाहरूको फाइल। जनताको मत र साथ लिएर ती फाइल फेरि खोल्ने नै हो। यिनीहरूलाई अपराधको दण्ड दिने नै हो। गृह मात्र होइन, हामीले सम्हालेका कुनै पनि मन्त्रालयमा एउटै प्रश्न उठेन। सुमना श्रेष्ठ भन्नुहोस् या डिपिआरएल, शिशिर खनाल भन्नुहोस् या ब्राजभक्त श्रेष्ठ, हाम्रा कुनै पनि मन्त्रीले जनताले दिएको मतलाई लज्जित बनाएनन्। हरेक मन्त्रीले मन्त्रालयका सकारात्मक भाव रोपेर फर्के। नातावाद, कृपावाद वा अनियमितताको एउटै आरोप नखेपी सत्ताबाट फर्केका अरू कुनै पार्टीमा एक थरी आलोचकहरू मलाई सत्ता लोलुपको आरोप लगाउँछन्। म तिनलाई यति भन्छु, रवि लामिछानेले प्रधानमन्त्रीको अफर दुत्कारेको हो। हामीले पाएको जनमत प्रधानमन्त्री बन्ने होइन भनेर छाडेको हो। अवसर आयो होइदिउँ न भनेको भए कसले रोक्थ्यो र? प्रधानमन्त्री बनिदिउँ भनेर मध्यरातसम्म मेरै हस्ताक्षर कुरेर बसेका थिए काङ्ग्रेसको मूल नेतृत्व। मैले मानिनँ। भोलिपल्टदेखि तिनैले मलाई सहकारी ठग भन्न थाले। मेरो प्रश्न छ, किस्तीमा पाएको प्रधानमन्त्री पद त्यागेर त्यसैको दण्डस्वरूप आज थुनुवाको रूपमा बसिरहनु मान्छेको लोलुप हो कि विद्रोही हो? उपचुनावको परिणामपछि ठुला दल, त्यसमा पनि नेपाली काङ्ग्रेसका साथीहरू हामीसँग तर्सिए। त्यो परिणामले देखायो जनताको चेतना अर्कै ठाउँमा पुगिसकेको छ। जब म 2080 फागुन 23 गते दोस्रो पटक उप प्रधानमन्त्री एवं गृहमन्त्री भए, तब तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विभिन्न सहकारीको बचत अपचलन संलग्न रहेको भन्दै मेरो नामै किटेर छानबिनका लागि संसदीय समिति आह्वान गर्यो, माग गर्यो। अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नमान्दै म नै अग्रसर भएर सत्तापक्षलाई मनाएँ र 2081 जेठ 15 गते मेरो सट्टा गोर्खा मिडियाको नाम राखेर संसदीय छानबिन समिति भयो। आदरणीय आमाबुवाहरू, म विरुद्ध कसरी राजनीतिक प्रतिशोध साधियो र कानुनको दुरुपयोग कहाँ कसरी गरियो भन्ने तथ्य म बताउँछु। पहिलो, संसदीय छानबिन विशेष समितिको प्रतिवेदनको पेज नम्बर 449 मा मलाई आरोप लगाएको प्रकरणको निष्कर्षमध्ये एउटा बुँदामा लेखिएको छ, सहकारी संस्थाबाट रकम गोर्खा मिडिया नेटवर्क प्रालीमा आउने सम्पूर्ण प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टि हुने कागज जागत प्रमाण नभेटिए तापनि सोही रकम गोर्खा मिडियामा आइसकेपछि सोको परिचालन र खर्च प्रक्रियामा उहाँको सहभागिता देखिन्छ। प्रतिवेदनको पेज नम्बर 449 को अर्को बुँदामा भनिएको छ, कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानुन बमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने। यसरी प्रतिवेदन 3वटा सन्दर्भ प्रष्ट भनेको छ। पहिलो, सहकारीबाट गोर्खा मिडियामा पैसा आएको हो। दोस्रो,
ल्याउने प्रक्रियामा रवि लामिछानेको संलग्नता पुष्टि भएन। तेस्रो, रकम आएपछि खर्च गर्ने गराउने प्रक्रियामा संलग्न रहेको हकमा दायित्व पर्ने एवं प्रचलित कानुन बमोजिम कारबाही गर्नु। प्रतिवेदनले बकाइदा खर्च गरेको हक दायित्व पर्ने भए प्रचलित कानुन बमोजिम गर्नु भनेको छ। कम्पनीको रकम खर्च गरेको हकमा प्रचलित कानुन भनेको कम्पनी ऐन 2063 हो। प्रतिवेदनले कम्पनी कानुन अनुसार भन्दै सरकारले मलाई कतै आकर्षित नहुने सहकारी ऐनको दफा प्रयोग गर्नु र झुट्टा मुद्दा लगाउनु राजनीतिक पूर्वाग्रह र प्रतिशोध नभएर के हो त? दोस्रो, 2049 साल यता विभिन्न विषयमा छानबिन गर्न 15वटा संसदीय विशेष समिति बनेका रहेछन्। अरू 14वटा समितिको सिफारिस सरकारले बुझ्यो, सकियो। समितिका प्रतिवेदनहरू संसदीय अभिलेखमा समेत हुन्थे। मेरा विरुद्ध सिफारिसलाई चाहिँ इतिहासको पहिलो पटक क्याबिनेटबाटै अनुमोदन गरियो। 2081 भदौ 31 सभामुखलाई पेश गरिएको प्रतिवेदन सोही दिन प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय पुग्यो र असोज 2 गते प्रतिनिधि मन्त्री परिषदले संसदमा प्रस्तुत भएको सहकारी बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिको प्रतिवेदन 2081 कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय पठाउने निर्णय गर्यो। बचतकर्ताको रकम फिर्ता गर्ने मूल उद्देश्यले खडा भएको छानबिन विशेष समितिको 1200 पृष्ठको प्रतिवेदनमा मात्र मेरा विरुद्ध कार्यान्वयन भयो, त्यो पनि एकदमै छलपूर्वक र बलपूर्वक। तेस्रो, प्रतिवेदन आएपछि कहिले लेखिएको पटकथामा राज्यको षड्यन्त्रमय छायाङ्कन र अभिनय सुरु भयो। विधामा बसेका जिल्ला न्यायाधीशलाई बोलाएर कार्तिक 2 गते शुक्रबार म विरुद्ध पक्राउ पूर्जी निकालियो, जसमा पनि मुद्दा 35 दिनभित्र अदालतमा बुझाइसक्नुपर्ने थियो, बुझाएनन्। त्यसपछि सङ्गठित अपराधको अभियोग लगाएर 60 दिन थुन्ने प्रपञ्च गरे। 60 दिन पनि सकिने लागेपछि 90 दिन थुन्न मिल्ने र संसद पर निलम्बन हुने सम्पत्ति शुद्धिकरणको अभियोग लगायो। एउटै आरोपमा देशका विभिन्न जिल्लामा अनुसन्धान गर्नुपर्दा त्यसको नेतृत्व प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोले लिने र एकै ठाउँमा मुद्दा चलाउने अभ्यास छ। यसले अनुसन्धानलाई सजिलो मात्र बनाउँदैन, न्याय निरूपण पनि छिट्टो हुन्छ। मेरो हकमा पनि त्यही हुनुपर्ने थियो, तर यहाँ प्रश्न न्याय निरूपणको थिएन, प्रतिशोधको थियो, राजनीतिक षड्यन्त्रको थियो। चौथो, एउटा पसुरमा पोखरा हिरासतमा रहेको मानिसलाई बयानका लागि भन्दै काठमाडौँ लगियो। फेरि दोस्रो दिन काठमाडौँबाट चितवन लगियो। तनाव र थकानले रक्तचाप निकै बढेको थियो। चितवन पुग्न साथ औषधि खाएर फेरि बयान सुरु गरे। दिनभरको बयान, अस्वस्थ र थाकेको शरीर, रातारात झन्डै 11 बजी सकेको थियो। तत्कालीन एसपी गौतम मिश्रले भने, तपाईलाई यहाँबाट पठाउनु भन्ने आदेश छ, जानुपर्ने भयो हजुर। एसपी मिश्रलाई यस्तो आदेश दिने व्यक्ति थिए त्यस बेलाका प्रहरी प्रमुख वसन्त कुँवर। उनलाई पनि आदेश दिने थिए दाजु भाउजू, देवर र बा। मैले मेरो स्वस्थ जाँच गर भने उठ्न सकेको पनि थिइनँ। एउटा मान्छे उठाएर पठाउन सक्दैनस् भने त्यतिका लागि अर्को मान्छे पठाउँ भन्ने प्रहरी प्रमुखको धम्की अघि उनीहरूको केही सिप लागेन। मध्यरातमा बल लगाएर मलाई गाडीमा हालियो। यसअघि पनि भनेको छु, यस बेला मलाई जबरजस्ती आउने प्रहरी मादक पदार्थ सेवन गरेका थिए। उनलाई समाउन र जाँच गर्न भनिरहे, तर कसले सुन्ने। मध्यरात हुन लाग्यो, मलाई लगिँदैछ भनेर परिवारलाई खबर गरिदेऊ भने सुनेनन्। कानुन व्यवसायलाई खबर गर्न भने मानेनन्। मध्यरातमा त्रिशुलीको बाटो परिवारलाई समेत खबर नगरी मलाई कहाँ पुर्याउने हिँडाइएको थियो थाहा थिएन। त्यो दिन राज्यको नियत मलाई पोखरा पुर्याउने थियो वा गायब गर्ने थियो, म यसै भन्न सक्दिनँ। मेरो प्रतिरोधपछि धेरै हल्लाखैला भयो। बिहान 3 बजे पोखरा पुग्दासम्म मानसिक रूपमा कति विक्षिप्त भए लेखाजोखा हुनै सक्दैन। पाँचौं, कास्की प्रहरीको हिरासतमै रहँदा अनुसन्धानका लागि भन्दै काठमाडौँ, रूपन्देही र पर्सा पनि लगियो। मलाई ठग करार गर्ने के मात्र तिक्दम गरिएन। मलाई आरोप एउटै छ, सहकारीको बचत अपचलन, अनि अभियोग चाहिँ थरीथरीका, कतै सहकारी ठगी, कतै ठगी मात्र, कतै सङ्गठित ठगी, कतै सङ्गठित अपराध। कास्कीमा त मलाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण, बैंक खातामा 7 लाख चान्चुन पैसा भएको मलाई पुर्ख्यौली जय जेत्था समेत देखाएर मेरी श्रीमती निकितालाई समेत प्रतिवादी बनाएर सम्पत्ति शुद्धिकरणको मुद्दा लगायो। देशवासीले थाहा पाउनुपर्छ, जिल्ला प्रहरी कार्यालयबाट सहकारीसँग जोडिएको सम्पत्ति शुद्धिकरण समेत मुद्दा खेप्ने पहिलो नेपाली नै यिनीहरूले रवि लामिछानेलाई बनाए। छैटौं, सहकारीका सञ्चालक नै रहेका काङ्ग्रेस एमालेका नेतामाथि के भयो, के गरियो? घरमै बसेर फरार हुने कि काङ्ग्रेस सांसद माया राई स्वर्णलक्ष्मीको तत्कालीन सहसचिवलाई खुलेआम संसद छिराएर हाजिर गर्न दिएर फर्काइयो। संसद छिरेपछि जनदबाब थेक्न नसकेर मात्रै उनलाई पक्राउ गरिएको हो। केही दिनमै अदालतले जम्मा 10 लाख धरोटीमा छोडिदियो। काङ्ग्रेस उपसभापति धनराज गुरुङलाई सामान्य सोधपुछमै टारियो। एमाले नेता ऋषिकेश पोखरेलले पत्नी अञ्जला अदालतमा हाजिर भएकै दिन सामान्य धरोटीमा छुटिन्। अझ अचम्म त सरकारी पक्ष उनीहरूको हकमा पुनरावेदन पनि गर्न गएन। मेरो हकमा के गर्यो छर्लङ्ग छ। सातौं, सहकारी
ऐन अन्तर्गत कसुरमा 90 दिनभित्र अदालतमा अभियोग पेश गरिसक्नुपर्ने हदम्याद हुन्छ। म विरुद्ध 2080 माघ 22 गते जिल्ला प्रहरी कार्यालय कास्कीमा जारी परेको दाबी गरियो। त्यो दाबी सत्य नै थियो भने त्यसको 90 दिनभित्र अर्थात् 2081 जेठ 10 गतेभित्र अनुसन्धान सकेर जिल्ला अदालतमा मुद्दा लगिसक्नु पर्थ्यो। अनुसन्धानका लागि भन्दै 2081 कार्तिक 2 गते पक्राउ गरिएको मलाई 84 दिनमा सम्म हिरासतमा राखेर 2081 पुस 7 गते मात्रै कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गरियो। कानुनमा तोकिएको हदम्याद नागी मुद्दा दर्ता गर्नु देवानी र फौजदारी कानुनको न्याय सिद्धान्त विपरीत त थियो भने विशिष्टकृत कानुन सहकारी ऐनमा हदम्याद व्यवस्था हुँदाहुँदै सामान्य कानुन मुलुकी अपराधी संहिता 2074 को दफा 249 अनुसार बमोजिम मुद्दा चलाउन खोज्नु व्याख्यात्मक कानुनको सिद्धान्त प्रतिकूल नै थियो। अनुसन्धान र अभियोजनमा एकदया हकदैया क्षेत्र अधिकार र हदम्याद एकदमै महत्त्वपूर्ण विषय हुन्, तर म विरुद्ध मुद्दा यी तीनै विषयमा पूर्णतः व्यवस्था गरियो र कानुन अनुसार चल्दै नचल्नुपर्ने र चल्दै नहुने मुद्दा चलाइयो। 8औं चैत 22 गते उच्च अदालत तुलसीपुर बुटोल इजलासले मलाई थुनामै पठाउने निर्णय गर्यो। साँझ 7:30 बजेतिर त्यसको केही मिनेट नबित्दै प्रहरी मलाई पक्राउ गर्न आइपुग्यो बेडरुममै। यस क्रममा प्रहरीले ज्यादती मात्रै गरेन, अन्तिम इच्छा नै सोध्यो। पक्राउ पूर्जी समेत लिएर नआएको प्रहरीले मेरै बेडरुममा बसेर पक्राउ पूर्जी बनायो। पक्राउ गर्न आएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टोलीले दिएको पूर्जीमा अदालतको अनुमति पत्र बमोजिम पक्राउ पूर्जी लेखियो, जबकि उनीहरूसँग अदालतको अनुमति पत्र नै थिएन। जिल्ला प्रहरी परिसर काठमाडौँले सोही दिन चैत 22 दिएको पूर्जीमा फैसला कार्यान्वयनको आदेशअनुसार प्रहरी अनुसन्धान राखी अनुसन्धान गर्नुपर्ने भएका लेखियो। फैसला कार्यान्वयनका लागि न अनुसन्धान गर्नुपर्छ न हिरासत राख्नुपर्छ, थुनामा पठाउने हो। भैरवा पुर्याएपछि जिल्ला प्रहरी कार्यालय रूपन्देहीले दिएको पूर्जीमा कार्यालय प्रहरी हिरासतमा राख्नुपर्ने भएकाले लेखियो। पक्राउ एउटै तर प्रहरीको युनिट पछि पक्राउको कारण फरक। चैत 22 गते पक्राउ गरेको प्रहरीले 25 गते बिहान मात्र रूपन्देही जिल्ला अदालत उपस्थित गर्यो र बल्ल अदालतले थुनुवा पूर्जी दियो। थुनुवा पूर्जी दिनु अघि मेरो पक्राउ पूर्णतः गैरकानुनी थियो, तर सिङ्गो देश गैरकानुनी सिन्डिकेटले चलाएको बेला एउटा व्यक्तिको मौलिक अधिकारलाई कति पो महत्त्व राख्छ र राज्यका सबै अङ्ग तिनकै भर्ती केन्द्र भएको देशमा न्यायका लागि ढकढकाउनु कुनै ढोका छ कि छैन भन्ने आदरणीय आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरू, जसको निवेदनलाई मोहर बनाएर म माथि झुट्टा मुद्दा खडा गरियो, तिनले सार्वजनिक रूपमै भनेका छन् हामीले रवि लामिछानेलाई थुन्न निवेदन दिएका होइनौँ। हामीले दिएको निवेदन रवि लामिछानेको नाम नै छैन। बचत फिर्ताको मागमा दिएको निवेदनलाई प्रहरीले नै दुरुपयोग गरी रवि लामिछानेको तर्फ सोझायो भनेर निवेदकले नै भनेको तथ्यमा न्यायालयले पनि आँखा चिम्लिनुलाई म सामान्य मानौँ कि असामान्य? मेरै निवेदनलाई देखाएर रवि लामिछानेलाई थुनेको भए म त्यो पाप भागीदार बन्दिन भनेर निवेदनकर्ताले सार्वजनिक रूपमा भन्दा पनि त्यसको सुनवाई हुन्न भने यो विधिको शासन कि जङ्गलराज? मेरो कार्यकालमा ग्यालेक्सी टेलिभिजनमा जीवी राईले गरेको लगानीको स्रोत हेटौडाको जग्गा बिक्रीबाट आएको पैसा हो भनेर कम्पनीको अडिट रिपोर्टमा बकाइदा उल्लेख छ। अडिट रिपोर्टमै भनेको छ यो देशमा व्यावसायिक साझेदारीको सम्पत्तिको स्रोत खोज्न अडिट रिपोर्टमै भनेपछि यो देशमा व्यावसायिक साझेदारको सम्पत्तिको स्रोत खोज्न को गएछ र जान्छ? न कानुनले नै खोज्नुपर्छ भन्छ न अधिकार हुन्छ। साझेदारलाई टेलिभिजन सुरु भएको 1.5 महिनामै छविलाल जोशी अमेरिका गए। जीवी 7 देशमा रहेका कम्पनीका मालिक हुनुहुन्थे। नेपालमा भेटिँदैन थिए। काम रोक्न भएन, कर्मचारीको तलब रोक्न भएन, आर्थिक कारोबार रोक्न भएन। 7 महिनाभित्र टिभी खोल्ने सम्झौताको बुदामा हस्ताक्षर गरेको छु। म फिल्डमा पनि गइरहन्थेँ। लेखाका साथीहरू चेकमा सही गरेर छोडिदिनुहोस् न सर भन्थे। त्यही बेला कोरोनाको दोस्रो भेरिएन्ट चलिरहेको थियो। देशमाथि पैसा जीविकै, दायित्व जीविकै, लेखापाल जीविकै, जीविको आर्थिक कारोबारको त्यो बेलासम्म कहिले कतै प्रश्न उठेको पनि थिएन। कम्पनीमा रवि लामिछानेको कुनै आर्थिक दायित्व लिने छैन भनिएको लिखित सम्झौता छँदै थियो। त्यस्तो प्रबन्ध निर्देशकसँग मुख्य लगानीकर्ताले भनिसकेपछि चेक सही गर्दिन भन्न सक्ने नैतिक आधार पनि थिएन। तिनै मध्ये केही चेकहरू भविष्यमा म विरुद्ध षड्यन्त्रका ठुला हतियार हुन्छन् भनेर त्यतिखेर मैले कसरी कल्पना गर्नु? 3 वर्षपछि एक ट्रक कागजहरू खोतलेर हेर्दा जीवीको निजी खाताबाट सम्झौता बमोजिमकै पैसा मेरो निजी खातामा आउँदा जीवीले आफ्नो खातामा सहकारीबाट पैसा ल्याएको रहेछ भन्ने पत्ता लाग्यो। मेरो मानवीय क्षमताले जीवीको व्यक्तिगत खातामा कहाँबाट पैसा आएर बसेको छ भनेर देख्न सक्थ्यो र यो दुनियाँमा कसैको ह्युमन क्यापासिटीले भ्याउने कुरो हो र? रवि लामिछानेले अरबौं ठगेको प्रमाण हामी
सङ्गत छन्, आफै निवेदन दिएर सहकारीबाट पैसा निकालेको प्रमाण छन् भनेर संसदमा सादा कागज देखाउँदै गर्जेका नकचाराहरूले अहिलेसम्म के दिए त प्रमाण? यिनले महिनौँ लगाएर खोजे तर कुनै एउटा सहकारीमा रहेछ त रवि लामिछानेको ऋण पाऊँ भनेर एउटा निवेदन? कुनै सहकारीमा भेट्यो त रवि लामिछानेको एउटै हस्ताक्षर? कुनै सहकारीमा रहेछ त रवि लामिछाने पदाधिकारी सदस्य कर्मचारी नै नभएको कसैले ठग्न सक्छ त सहकारी? अनि पदाधिकारी नै रहेकाले अदालतले 2-4 लाख धरोटीमा छोडेको देशमा म सहकारीमै नजोडिएको मान्छेलाई यतिसम्म प्रताडित गरेपछि देशमा जिउँदो देखिन्छ त कानुन, विधिको शासन र न्याय? यो राज्यसँग नैतिकता छ भन्ने भ्रममा अब म छैन। त्यसैले कसैको मानहानिको दबावमा पनि छैन। यो लोकतन्त्र होइन जब राज्यका अङ्गबीच शक्ति सन्तुलन होस्। यो त सीमित नेताहरूको पछिल्लो 36 वर्षमा तयार गरेको अपराधिक सिन्डिकेट हो जहाँ हरेक ठाउँमा यिनकै कार्यकर्ता र खेताला छन्। यिनीहरूले राज्यका अङ्गहरू सहित भागबण्डामा पारिएका संवैधानिक निकायहरूलाई समेत एउटै रावणका फरक टाउका बनाइसकेका छन्। अरू संवैधानिक निकाय छोडिदिनुहोस्, न्यायपालिकाको अवस्था के छ? पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको पुस्तक न्याय पढे मात्रै पनि छर्लङ्ग हुन्छ। न्यायाधीश बन्ने ढोका यिनैले खोल्छन्, यिनैले बन्द गर्छन्। नेताहरूले नचाहे संसदीय सुनवाई नै नगरेर न्यायाधीश र प्रधान न्यायाधीश बन्न दिँदैनन्। त्यसैले पार्टीकै कार्यकर्ता पनि हुन परेन। रोलक्रममा भएको न्यायमूर्तिले करियरकै बलि चढाएर म बबु र रवि लामिछानेलाई किन र कसरी दिन्छ न्याय? जति माथि गयो न्यायपालिका त्यति बढी दबाव किन छ भने न्याय परिषद र संसदीय सुनवाईका दुई तरबार हमेसा न्यायमूर्तिमाथि छन्। यो कालकोठरीबाट म घरिघरि सोध्छु, आफै त अन्याय, दबाव र प्रभावमा बाँचेको न्यायालयसँग मैले अलि धेरै अपेक्षा। आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरू, मेरा विरुद्धका आदेश लेख्नु अघि इजलासहरूमा किन अस्वाभाविक गतिविधिको शङ्का हुन्छ? म आफै चिन्तित छु। अदालतबाट आदेश सार्वजनिक हुनु अघि नै निश्चित मिडियामा कसरी लिङ्क हुन्छ? दिउँसै सकिएको बहसमा घण्टौँपछि जम्मा 5-7 पेजमा फैसला किन आउँछ? 24 घण्टामा फैसला गरिसक्नुपर्ने बन्दै प्रत्यक्षीकरण जस्तो रिट मेरै हकमा पटक हेर्न नमिल्ने हुँदै 1 महिनासम्म किन लम्बिन्छ? धेरै मुद्दामा जिल्लाकै फैसला सदर भयो भनेर वेबसाइटमा आउँछन् अनि एकैछिनमा फेरि मेटेर किन सच्याइन्छ? भैरवामा आदेश भएको केही घण्टाभित्रै काठमाडौँमा प्रहरी मलाई पक्राउ गर्न बिस्तारैसम्म कसरी आइपुग्छ? आदेशपछि पुरै हुनुपर्ने कानुनी र अदालती प्रक्रिया त परको कुरा। पक्राउका लागि आवश्यक सामान्य कागजात समेत प्रहरीले कसरी मेरै विस्तारमा तय गर्न आँट कसरी गर्छ? कसरी र किन सोध्छ? अन्तिम इच्छा। म साँच्चै विस्मित छु। आफ्नो भन्दा पनि देशको नियति सम्झेर चिन्तित छु। अदालतको आदेश सुन्न बसेकी मेरी श्रीमती निकितालाई एक्लै छोडेर आदेश सुनाउने कर्मचारी सिधै मिडियामा किन र कसरी जान सक्छन्? जबकि निवेदक पनि भएकाले सबैभन्दा पहिले आदेश सुन्ने हक निकिताकै हुन्थ्यो। अब मेरो जीवनको उद्देश्य व्यक्तिगत उन्मुक्ति होइन, सीमित नेताहरूको अहिले अपराधिक सिन्डिकेटबाट सिङ्गो देशको उन्मुक्ति हो। रवि लामिछानेले नाकको डाँडी भाँच्नुपर्छ भनेको थियो भनेर निकै ट्रोल बनाइदैछ। म आज यो कालकोठरीबाट दोहोऱ्याउँछु, राज्यको पुनर्संरचना गर्ने नै हो। म माथि अत्याचार गर्ने लोकतन्त्र होइन, ओली थापाहरूको कुटिल षड्यन्त्र र लेखक बडालहरूको कानुनी प्रपञ्च हो। विधि शासन त यिनीहरूले उहिले समाप्त पारिसकेका छन्। हरेक संवैधानिक निकायमा यिनले धारिला हतियार लुकाएका छन्। यो सिन्डिकेटमा केही सीमित नेता बाहेक कोही सुरक्षित छैनन्। अब देशलाई मैले भन्नुपर्छ, म सिस्टम भित्रैबाट न्यायका लागि प्रयास त गरौँला, आश्वस्त छैन। यसो भनिरहँदा न्यायालयप्रति मेरो विश्वासलाई मैले दागबत्ती नै दिइसकेको छैन। ढिलो चाँडो म माथि न्याय अदालतले देख्नेछ। जति चित्त दुखे पनि आशा गर्ने अदालतभन्दा अर्को ठाउँको कहाँ छ र? तर अब म माथि को राजनीतिक षड्यन्त्र विरुद्ध जनताको अदालतमा पनि लड्ने प्रतिबद्ध छु। आजबाट मैले आफ्नो मुद्दा दुनियाँकै सबैभन्दा ठुलो अदालत जनताको अदालतमा पनि दर्ता गराउने निधो गरेको छु। म माथि राजनीतिक प्रतिशोध साँधेको हो भन्ने लाग्नेले हस्ताक्षर गरेर सहयोग गरिदिनुहोला। मेरो विपक्षमा अहिले जे जस्ता आधार देखाएका छन् ती कुनै पनि सहकारीका होइनन्, कम्पनी हुन्। चाहे बैंक खाता सञ्चालन, चाहे चेकमा हस्ताक्षर वा सेयर स्वामित्व, यी सबै कम्पनीसँग सम्बन्धित क्रियाकलाप हुन्। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विशेष छानबिन प्रतिवेदन 2081 कार्यान्वयनका नाममा म माथि यति धेरै ठाउँमा, यति धेरै अदालतमा अत्याचार गरिँदैछ कि त्यही प्रतिवेदनले नेपालमै भनेको छ
नेपालीमै भनेको छ कुनै पनि सहकारीबाट ऋण ल्याउन रवि लामिछानेको कुनै भूमिका छैन। तर ममाथि राजनीतिक प्रतिशोध साँधेर झुट्टा मुद्दा लगाइयो। ममाथि चालेका सबै मुद्दाका जाहेरीहरू यो सरकार बनेपछि रमेश लेखक गृहमन्त्री भएपछि मात्र दर्ता भएका हुन्। प्रहरीले तयार पारेर राखेको जाहेरीमा डर, लोभ, प्रलोभन र झुट्टो आश्वासन दिलाएर ल्याप्चे लगाइएका निवेदनमा मुद्दा चलाएको छ। मेरा लागि मुद्दा चलाउने मान्छे हात समातेर ल्याउनु परेको छ। तर यिनका लागि मुद्दा चलाउनु परे यिनलाई को बन्छ करोडपतिमा जस्तै अप्सन दिन सकिन्छ। कुन मुद्दा अनुसन्धान होस् भन्ने चाहन्छौ। यिनले गरेका कर्तुतमध्ये यिनैले रोजेको एउटाबाट मुद्दा चलाउँदा पनि यिनको बाँकी जीवन जेलमा बित्छ। जायजेथा राज्यकोषमा दाखिला हुन्छ। समयले यो अधुरो, अपुरो र नेपाली जनताले देख्न चाहेको दृश्य चाँडै पुरा गर्नेछ भन्ने कुरामा म ढुक्क छु। मेरो हातले त्यो शुभ कार्यमा हस्ताक्षर गर्न पाएन भने पनि मेरो कानले त्यो समाचार अवश्य सुन्नेछ। म मरेछु, मारिएछु भने पनि देशले एक दिन त्यो समाचार सुन्नेछ। परिवर्तनको घन्टी सिंह दरबार छिरिसकेको छ। एउटा बिन्दुमा पुगेपछि घन्टी बज्छ मात्रै होइन, घन्टीले बजाउँछ पनि। अहिले म थुनिएको बुटोलको सुप्रिम सहकारीका विभिन्न तहका पदाधिकारी, शाखा प्रमुख र कर्मचारी नै धरोटीमा रिहाई भएका छन्। सहकारीका तत्कालीन सचिव दिपेश पुन 4 लाख धरोटीमा रिहाई भए। जीवी राई सम्बद्ध विभिन्न सहकारीका सूचना प्रविधिको विभागका प्रमुख रहेका भविश्वर अर्यालले 18,40,000 रुपियाँ धरोटी बुझाएको पाइयो। सुप्रिम सहकारीको भैरवा शाखामा व्यवस्थापक दुर्गा पाण्डे चपाई 18 लाख धरोटी बुझाएर छुटे। त्यही सहकारीका कर्मचारी पनि थुनामै छैनन्। नवीन अछामी 10 लाख, दीपक न्यौपाने 4,45,000, निता थापा र रोशनी गुरुङ जनै 2 लाख, आशिष राणाबाट 50,000 र मनोहर मोहम्मद 34,000 रुपियाँ धरोटी बुझाएर रिहा भइसकेका छन्। सहकारीको सञ्चालक समितिका पूर्व सदस्य मजहर मोहम्मद पनि 1 लाख धरोटीमा ननिस्किएको त त्यही रवि लामिछाने मात्र नहो। सहकारीमा प्रत्यक्ष संलग्नहरू यसरी ससानै धरोटीमा छुट्दा संलग्नै नभएको रवि लामिछाने थुनामा छु। तैपनि अदालतको मानहानिका डरले आफ्नो पक्ष खुलस्त राख्न सक्दिन। कस्तो न्याय हो यो? देशमा सबै सहकारी पीडितको पैसा फिर्ता पाएछन् भने पनि जीवी राई सम्बन्ध सहकारीका बचतकर्ताले कहिल्यै पाउने छैनन्। सुरुमा जीवी राईलाई केवल सहकारीको ठगीको मुद्दा थियो। यसपछि रवि लामिछानेलाई फसाउन जीवीमाथि पनि सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा लगायो। जीवी राईले मलेसियाबाट लाखौं डलर बोकेर फर्केछन् भने पनि हिसाब फरफारक गर्न नपाइयोस् भन्ने चाहन्छन् यिनीहरू। त्यसका लागि मेलमिलापको ढोका समेत बन्द गर्ने कानुनी प्रपञ्च रचिसकेको छ। तर म बचतकर्तालाई जेलको बन्द कोठाबाट बाचा गर्न चाहन्छु कि यिनले बन्द गरेको तपाईँहरूको बचत प्राप्त गर्ने त्यो ढोका रवि लामिछानेले चाँडै तोड्नेछ र तपाईँहरूले आफ्नो बचत प्राप्त गर्नुहुनेछ। एउटा रवि लामिछानेको शिकार गर्न यिनीहरूले हजारौं बचतकर्तामाथि गरेको अन्यायको मूल्य आफ्नो मात्र चिन्ता गर्न म यो अपिल लेख्दै छैन। यिनीहरूले ममाथि गरेको अत्याचार, देशको अर्थ राजनीतिमाथि गरेको अत्याचारका अघि केही पनि होइन। यो देश यिनीहरूले तपाईँहरूले देखे सोचे भन्दा धेरै बिगारेका छन्। राजनीतिक टाउकेहरू पतित भइसकेका छन्। आफूहरूले झोलेर दास घोषणा गर्न लगेका दलका कार्यकर्ताका लागि राजनीति सेवा होइन, धन्दा भएको छ। खर्चिलो राजनीति धान्न नेताहरू माफियाका खेताला भएका छन्। यिनीहरूले मेरो त केही भेटेनन्, तर मेरै जसरी यिनीहरूको पनि सम्पत्ति छानबिन हुने हो भने सबैजसो जेल जानेछन्। यसैबाट जोगिन राज्यका सबै अङ्ग कब्जा गर्नुपर्ने मजबुरी छ यिनीहरूको। संवैधानिक परिषद, न्याय परिषदलाई हतियार बनाएर न्यायालय, अख्तियार, निर्वाचन आयोग लगायतका संवैधानिक संस्थाहरू कब्जा गरिसकेका छन्। निजामती प्रहरी सेवा त 3 दशक अघिदेखि नै दलीयकरणको प्रयोगशाला भएको हो। राष्ट्र बैंक, विभाग प्राधिकरण र धितोपत्र बोर्ड जस्ता आर्थिक संस्थाहरू पनि बिचौलियालाई बेचिएका छन्। तपाईँ मात्र होइन, तपाईँ पछिको पुस्तालाई पनि यिनीहरूले माफियालाई बेचिसके। अब म रहँला नरहँला, तर मेरो केही सङ्कल्प छन्। भ्रष्टाचारको, आर्थिक र राजनीतिक अपराधको टेको बनेको वर्तमान संविधान अब संशोधन होइन, पुनर्लेखन हुनुपर्छ। सबै उच्च पदस्थको सम्पत्ति छानबिन गर्नुपर्छ। 2046 साल यताका सबै क्याबिनेटका निर्णयको पनि छानबिन हुनुपर्छ। संसदीय अस्थिरताबाट देशलाई मुक्त गर्न प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुपर्छ। प्रदेश सभा खारेज हुनुपर्छ। राष्ट्रिय सभालाई चुनाव हारेको नेता र आफन्त होइन, विद्वानहरूको सभा बनाउनुपर्छ। नेताहरूले खेलौना र भर्ती केन्द्र बनाएका सबै संवैधानिक अङ्गहरूको एकसाथ पुनः संरचना गर्नुपर्छ। विश्वविद्यालयबाट यिनका पार्टीको ब्यानर र होर्डिङ बोर्ड हटाउनुपर्छ। दलै पिच्छेका भातृ सङ्गठनलाई पूर्ण रूपमा खारेज गर्नुपर्छ। राजनीति सफा गरेर र दोस्रो चरणको आर्थिक सुधारका कार्यक्रम ल्याएर युवा रोजगारी, लगानी र उद्यमशीलतामा फड्को मार्नुपर्छ। त्यसका लागि सडक,
सडक भने सडकबाट, मतपत्र भने मतपत्रबाट शान्तिपूर्ण क्रान्तिका लागि देश तयार हुनुपर्छ। महाकाली या अरू सन्धिका नाममा देश बेचेर खाएकाहरू ढुक्कले सिंहदरबार छिरेका छन्। तिनलाई मुद्दा छैन। नक्कली भुटानी शरणार्थी वा भिजिट भिसाका नाममा जनता बेचेर खाएका संसदमा शेर शायरी सुनाइरहेका छन्। तिनलाई अनुसन्धानको डर छैन। सिंहै ललिता निवास र गिरिबन्धु निलेकाहरू डकार नभई नडकारी सुखी नेपालीको उपदेश दिँदैछन्। तिनीहरूलाई कानुनको डर छैन। आज तिनै अपराधीले चलाएको देशमा स्वदेशमै केही गर्न सङ्कल्प लिएर अमेरिकादेखि फर्केको म रवि लामिछाने सबैभन्दा धेरै अदालतमा मुद्दा चलेको यो देशको सबैभन्दा ठुलो अपराधी जस्तै भएर कारागारमा बन्दी छु। सबैले मेरै बलि चढाउने भाकल गरेका छन्। कसैको राजनीति जोगाउन, कसैको सरकार बनाउन वा जोगाउन र कसैलाई उच्च वा सर्वोच्च पुग्न पनि मेरै बलि चढ्नुपर्ने म एउटा मान्छे कतिजनाको भाकलका लागि कति पटक रेटिने, कति टुक्रामा काटिने। सबको भाकल पुरा गर्न रेटिदा मसँग हाड छाला र एकमुठी प्राण मात्र बाँकी छ। यति बेला मसँग सत्य बाहेक केही पनि छैन। म थुनिदा मात्रै न्यायालयप्रतिको विश्वास कायम रहन्छ रे। आज सबै क्षेत्र जनताको प्रत्यक्ष निगरानीमा छ। मिडिया होस् या न्यायालय, जनताको अदालतमा ढिलो चाँडो सबैले जवाब दिनुपर्ने छ। एक न एक दिन सबैको श्वेतपत्र निस्किने नै छ। आदरणीय आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरू, यिनीहरूको 36 वर्ष लामो सुशासनले यो देशमा परिवार अलग्यायो, समाज अलग्यायो, देश नै अलग्यायो। यिनले दिएको यतनाको आँसुबाट अब विद्रोहीको नदी तयार भइसकेको छ। यी अपराधीहरू रवि लामिछानेसँग होइन, आफ्नै अपराधसँग डराएका हुन्। रवि लामिछानेप्रति तपाईँहरूको प्रेमसँग डराएका हुन्। यिनीहरूले बुझेका छन् यो देशमा अब कि रवि लामिछाने जेल हुनेछ कि यिनीहरू जेल हुनेछन्। यी षड्यन्त्रले जित्नेछ कि म जेलमा सड्नेछु कि तपाईँहरूको प्रेमले जित्नेछ। यिनीहरूले यो देशमा 36 वर्षका अपराधको मूल्य तिर्नेछन्। रवि लामिछाने परीक्षाका लागि तयार छ। बा हुन् कि दाई, भाउजू हुन् कि देवर, ती सबैले सुन्ने गरी फेरि दोहोऱ्याएर रवि लामिछाने जतिसुकै परीक्षाका लागि पनि तयार छ। मलाई दृढ विश्वास छ कालकोठरीमै मारिएछु भने पनि यो देशले यिनीहरूसँग 36 वर्षका अपराधको हिसाब नमागी छाड्ने छैन। मेरा विरुद्ध जाहेरी दिनेहरूले बिस्तारै सत्य बोल्न थाल्नु भएको छ। बाँकीलाई अनुरोध छ, तपाईहरू आफूलाई जन्म दिएका बाआमा र आफूले जन्म दिएका छोराछोरीको आँखामा आँखा जुधाएर भन्नुहोस् त कि रवि लामिछानेले ठगेर तपाईँहरूको उजुरी दिनुभएको हो? रवि लामिछाने छ भनेर कुनै सहकारीमा पैसा राख्नुभएको हो? तपाईँहरूमध्ये कतिजना पाप धर्ममा विश्वास गर्नुहुन्छ मलाई थाहा छैन, तर धर्मै नमान्नेलाई पनि पाप त लाग्छ। कसले कसको लोभमा, स्वार्थमा या दबावमा मेरा विरुद्ध उजुरी दिनुभयो? एकपटक छातीमा हात राखेर आफैलाई सोध्नुहोस्, रवि लामिछाने ठगै हो त? जसले यो पढ्नुभयो उहाँहरूलाई पढ्न नसक्ने आमाबुवालाई मेरो सन्देश सुनाइदिनु होला। तपाईँको रवि लामिछाने यिनीहरूको कालकोठरीसँग डराएको छैन, आत्तिएको छैन, हिम्मत हारेको छैन। तपाईँको रवि लामिछानेसँग कारागारका पर्खालभित्र बाट पनि यी देशद्रोहीलाई तर्साउने नैतिक बल र साहस छ। मैले सङ्गठित अपराध गरेको हुँ कि सिङ्गो राज्य दुरुपयोग गरेर म माथि सङ्गठित अपराध भइरहेको छ। यसको निर्णय जनताकै विवेकको अदालतमा होस्। चरम अन्यायको शिकार भई थुनुवाको रूपमा रहेको मेरा भनाइलाई कसैलाई बिजाएछन् भने पनि म माथि थप निर्मम हुने ठाउँ अब कति नै पो बाँकी होला र म माथि राजनीतिक प्रतिशोध विरुद्ध जनताको हस्ताक्षर अभियानमा साथ दिन आग्रह गर्दै यति भन्छु, यिनीहरूले मलाई लगाएको हतकडी त बिउ हतकडी हो। यो फुल्न र हुर्कन धेरै दिन लाग्ने छैन। स्वर्ग जस्तो देशलाई नर्क बनाएका अपराधीहरू षड्यन्त्रकै बलमा अब धेरै दिन जोगाउन सक्ने छैनन्। म मारिएछु भने पनि जनताले यिनीहरूका हातबाट तस्करले दिएको घडी खोज्नेछन् र हतकडी लगाउनेछन्। त्यो दिन धेरै टाढा छैन। यति भनिसकेपछि अब मैले झन् यस बापत कत्रो मूल्य चुकाउनु पर्ने हो त्यसको हिसाब किताब पनि छैन र मलाई